हेलो हेलो है सबैजना लसमै हुनुहुन्छ होला है। अब म पनि त्यही भएर यो वर्षको मेरो सबभन्दा ठुलो लस भएको स्टक होइन म चाहिँ नि होइन। अनि कसरी मैले रिकभर गरेँ भन्ने कुरा चाहिँ नि एउटा भिडियो बनाएर ल्याएको छ कि है। मेरो यो स्टकको चाहिँ मेरो वाक मेरो 1400 भन्दा माथि नै थियो हेर्नु होइन। झरेर त्यो कम्पनी 1000 भन्दा मुनि 980 85 को लाइनसम्म आइथ्यो यो कम्पनी है होइन। तर पनि म यो स्टकमा चाहिँ कसरी निस्केँ है भनेर चाहिँ म बनाउँछ है त यसको बारेमा हल्का भन्छ है त। तपाईँको हेर्नु यो स्टक चाहिँ नि निप्से मुभ आउँदाखेरि नि यो झरिरहेको थियो राम्रोसँग। तपाईँको 2400 को स्टक 1300 को 11 को लाइनसम्म आइसकेको थियो। त्यही भएर अनि यो 1396 कटेसी चाहिँ नि मैले अलिअलि किन्न थालेको थिएँ यो स्टक है होइन। तपाईँको किन्न थालेको थिएँ। अब किन्दा माथि 1500 कहाँ ब्रेकआउटतिर पनि अलिअलि किनिएको छ किन्न त होइन। टार्गेट चाहिँ नि मेरो के भने चाहिँ हल्का पुलब्याक आउनु पर्ने हो नि त नर्मल्ली भनेर यसको मेरो टार्गेट चाहिँ फर्स्ट टार्गेट 1650 तिर थियो हेर्नु होइन। अनि अर्को भनेको चाहिँ तपाईँको अलि राम्रै भयो भने यो 1750-60 सम्म जान्छ भन्ने कुरा थियो होइन। यो माथिको जोनसम्म यति चाहिँ टार्गेट हालेको थिएँ। अब ठिकै छ मार्केट झरे पनि तर नि यहाँ पनि अब तपाईँको यो दिनदेखि तपाईँको 29 जुलाईबाट चाहिँ मार्केटै झर्न थाल्यो निप्से झर्न थालेको थियो। अब तर पनि मार्केटै झऱ्यो भने तपाईँको धेरै तल नआउला। अब यतैबाट सस्टेन भयो भने नि यो 1300 को तपाईँको 50 तिरको जोनतिर हुन्छ नि 1350बाट आएर पनि अब लिएर माथि यहीसम्म जान्छ भन्ने कुरा थियो नि त। पहिल्यै झरिसक्यो त्यत्रो होइन भनेको। तर अनि यो तल यो 1311 नि ब्रेक हाने क्या त्यसपछि अहिले तलै आउँछ जस्तो मलाई फिल भइसकेको थियो होइन। तर नि यहाँ हेर्नु सेलरै छैन त्यसपछि त बेच्नै पाएको थिएन त अलि राम्रै किता लिइसकेको थिएँ। त्यही भएर मजाले झरिसकेको थियो। अब सेलर पनि तल हुन्थ्यो त्यो मजाले बेच्नै पाएको थिएन क्या। अनि त्यसपछि झर्छ जस्तो लागिसकेको थियो हेर्नु। अब अलिकति एउटा एक्जिट छ नि यहाँ एक्जिट दिएको थियो होइन हल्का भोलुम दिएको थियो 1311 टच गर्नलाई। त्यहाँ पनि अब त्यति बेचिएन हेर्नु तपाईँको धेरै लस भइसकेको थियो हेर्नु होइन। मलाई यो स्टक माथि आउँछ भन्ने पनि अलिक कन्भिक्सन चाहिँ थियो म पछि एभरेज गर्छु भनेर है त्यो हिसाबले। तर अनि मैले पछि चाहिँ अब यो तपाईँको यो यहाँ तल 985 सम्म आयो होला होइन। यो हेर्नु है 985 सम्म आयो होइन 985 सम्म आइछ है हेर्नु है त 985 सम्म आइथ्यो आउनु त। अनि त्यसपछि मैले यताको जोनतिर 1020-30 तिर यो जोनमा चाहिँ मैले फेरि बाइब्याक गर्न थालेँ क्या। यो करेक्सन आएर यतातिर हुन्छ नि बाइब्याक गर्न थालेँ। त्यसपछि बढेर तपाईँको हेर्नु एकैचोटि बढेर चाहिँ नि तपाईँको कहाँ गएको थियो भनेपछि यहाँसम्म मैले त्यहाँ हालेको नि थियो होला है मजाले भने नि थियो होला उहाँ लाइभतिर आएर नि भनेको थिएँ यो चाहिँ यो मैले यता 1260-70 यो दिनको क्यान्डलमा चाहिँ मैले बेचिदिएको थिएँ है। यो दिनको क्यान्डलमा चाहिँ नि होइन यो जोनमा चाहिँ 60-70 को जोनमा चाहिँ मैले बेचिदिएँ। एभरेज चाहिँ मैले यतातिर गराएको थिएँ तपाईँको यो पुरै यो हुन्छ नि 1000 को जोनमा यो यहाँ हुन्छ नि 1020-30 यहाँ 40 सम्मै गऱ्यो गर्न त अलि होइन तपाईँको गरे पनि अनि यता लगेर चाहिँ मैले बेचिदिएको थिएँ होइन 1060-70 मा 1260-70 मा। अनि त्यसपछि चाहिँ नि मैले यसरी चाहिँ एक्जिट गरेको थिएँ होइन। तपाईँको मेरो माथि 1400 को वाक भए पनि यता 1000 तिर किनेर ठिक ठाउँमा मैले इन्ट्री गरेर मार्केटै झरेको थियो यो बेला नि मार्केटै झरेको बेला यसमा चाहिँ एउटा र्याली आएको थियो क्या है। मैले त्यही भएर यहाँ चाहिँ नि अनि त्यसरी एक्जिट गरेको थिएँ होइन। अहिले पनि ठिकै छ है यस्तो हो। अब सबैको लस त भइहाल्छ होइन एक दुईवटा। अब यो चाहिँ मेरो सबभन्दा बिगेस्ट लस थियो तर अनरियलाइज्ड है। यहाँबाट आएर मैले माथि ल्याएर चाहिँ नि लगभग 1% को हाराहारीमा चाहिँ नि मैले चाहिँ नि यो ब्रेक इभनमा होइन ब्रेक इभन अलिक पुगेन भनौँ होइन 1% जति 1 point something% को लसमा चाहिँ नि मैले चाहिँ नि क्लोज आउट गरेको थिएँ है। हस् त धन्यवाद।